हेलो नमस्ते एन्ड वेलकम टु मेरो सपोर्ट। के हो त मेटा एआई र मेटा एआईबाट कसरी भिडियो जेनेरेट हुन्छ र मेटा एआई कसरी युज गर्ने जान्नुहोस् सुरुदेखि अन्तिमसम्म सबै प्रक्रिया। हाउ टु मेक भिडियो अन मेटा एआई, हाउ टु युज मेटा एआई। अब सुरु गरौँ। मोबाइलको स्क्रिन तपाईहरुले आफ्नो मोबाइलको ब्राउजर ओपन गर्नुहोस् र मेटा एआई सर्च गर्नुहोस्। मेटा एआई सर्च गरिसकेपछि त्यहाँनिर मेटा एआई भनेर टपमा आइसक्यो। त्यसमा क्लिक गर्नुहोस्। त्यहाँनिर ठ्याक्कै च्याट जीपीटीको जस्तै इन्टरफेस हुन्छ र त्यसमा क्लिक गरिसकेपछि तपाईहरुले क्रिएटको अप्सनमा जानुपर्ने हुन्छ। जुन टपमा त्यो बक्स जस्तो देखाएको छ त्यहाँ क्लिक गरेर तपाईहरु क्रिएटमा जान सक्नुहुन्छ। क्रिएटमा गइसकेपछि यहाँ देख्नुभयो होला मैले एक दुईवटा ट्राई गरेको थिएँ अघि। त्यस्तै तपाईहरुले तल डिस्क्राइब योर इमेज भनेको ठाउँमा डिस्क्राइब गर्नुपर्ने हुन्छ एउटा प्रम्प्ट। जस्तै म गर्दैछु अ बोय walking in the road, walking in a road at night in moonlight भनेर मैले प्रम्प्ट लेखेँ। अब सेन्ड गरिदिएँ। सेन्ड गरिदिएपछि इमेज जेनेरेट हुन स्टार्ट भयो। केही टाइम लाग्छ जेनेरेट हुनलाई, वेट गरौँ। र चारवटा इमेज जेनेरेट हुन्छ र त्यो चारवटा मध्ये जुन मनपर्छ त्यही चुज गरेर मैले त्यसलाई एनिमेट गर्ने हो। एनिमेट भन्नाले भिडियो जेनेरेट गर्ने हो। त्यसको हिँड्दै गरेको जस्तै मैले एउटा इमेजमा क्लिक गरेँ। इमेजमा क्लिक गरिसकेपछि तल एनिमेटको अप्सन छ, एनिमेटमा क्लिक गरिदिन्छु म। एनिमेटमा क्लिक गर्ने बित्तिकै जेनेरेटिङ भिडियो भनेर माथि देखिसक्नुभयो स्क्रिनमा। अब एउटा भिडियो जेनेरेट हुन्छ र त्यो भिडियोमा मैले आफै म्युजिक एड गर्न पनि मिल्छ र यही मेटा एआईले पनि म्युजिक एड गरिदिन्छ। त्यसै गरी यो भिडियो चाहिँ 5 सेकेन्डको भिडियो हुन्छ। यसलाई मैले एक्सटेन्ड गरेर अझै बढाउँदै 60 सेकेन्डसम्मको बनाउन मिल्छ। यहाँ तल देखिन सक्नुभयो होला स्क्रिनमा एक्सटेन्ड एनिमेसन भनेर यहाँ आइरहेछ। म्युजिक पनि एड गर्न मिल्छ। यहाँ सजेस्टेड म्युजिकहरू हुन्छ। यहीँबाट म्युजिक एड गर्दा पनि भयो। तपाईले आफ्नो भोइस ओभर युज गर्न पनि सक्नुहुन्छ। जस्तै म यहाँ एउटा म्युजिक चुज गर्छु। अब टेक मी होम कन्ट्री रोड ओरिजिनल भर्जन भन्ने म्युजिक रहेछ। यो ठिकै होला, यो चुज गरिदिन्छु म। यो चुज गरिदिएपछि अब फेरि नयाँ भिडियो जेनेरेट गर्छ। यही भिडियो हो तर यसमा म्युजिक एड हुन्छ। भएन जस्तो फेरि ट्राई गरौँ। जस्तै मैले म्युजिक चुज गरेँ, एप्लाईमा क्लिक गरिदिएँ। जेनेरेटिङ भिडियो भनेर आइसक्यो माथि। त्यसै गरी मेरो भिडियो म्युजिक सहित बनिसक्यो। यसलाई डाउनलोड गर्न चाहिँ तपाईले यहाँ सेयरको अप्सनमा जानुपर्छ। त्यसमा क्लिक गरिसकेँ मैले। त्यहाँ तल डाउनलोडको अप्सन देखिने हाल्नु, त्यहाँ क्लिक गरेपछि डाउनलोड हुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। र यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानलसँग जोडिराख्नु होला र बेल आइकनलाई प्रेस गरिदिनु होला। अब भेटौँ अर्को भिडियोमा। बाई बाई।